नमस्कार श्रोताबिन, म आज फेरि आएको छु अर्को एउटा सानो बालकथा लिएर। यो कथा चाहिँ हजुरहरूले कक्षा 3को नेपाली किताबमा पढ्न सक्नुहुनेछ। कथाको शीर्षक छ बाँदर र गोही। उहिलेको कुरा हो, नदीको छेउमा एउटा ठुलो रुख थियो। रुखमा बाँदर बस्थ्यो, नदीमा एउटा गोही पनि बस्थ्यो। दिनभर दुवै आहार खोज्न निस्कन्थे। गोही विभिन्न जीव जन्तुको शिकार गर्थ्यो, बाँदर जङ्गलभर डुलेर फलफुल खान्थ्यो। एक दिन बाँदर एक झुप्पो अङ्गुर लिई फर्कियो। ऊ रुखमा बसेर अङ्गुर खान थाल्यो। अङ्गुरका केही दाना तल खसे। गोहीले खसेको अङ्गुर टिपेर खायो। उसलाई अङ्गुर असाध्यै मिठो लाग्यो। अझै अङ्गुर खान पाए हुन्थ्यो, उसले मनमनै विचार गर्यो। एकछिनपछि उसले भन्यो, बाँदर भाइ, अङ्गुर त मिठो रहेछ, मलाई अझै अलिकति देऊ न। लौ खाऊ। बाँदरले 8-10 दाना अङ्गुर खसाल्यो। अब बाँदरले आफूले ल्याएका केही फलफुल गोहीलाई पनि दिन थाल्यो। उनीहरू नजिकका साथी बनेर बस्न थाले। यसरी नै उनीहरूका धेरै दिन बिते। एक दिन गोहीले मनमनै सोच्यो, यो बाँदर मिठा मिठा फल खान्छ, यसको मुटु कलेजो त झन् कति मिठो होला। यसलाई खान पाए त अझै कति मजा हुन्थ्यो। उसको मुख रसायो। गोहीले बाँदरलाई खान विचार गर्यो। भोलिपल्ट गोहीले भन्यो, बाँदर भाइ, आज तिमी र म यस नदीको पारीपट्टि घुम्न जाउँ, यतातिर यस्तो रमाइलो ठाउँ छ। बाँदरलाई पनि घुम्न मन लागेको थियो। उसले गोहीको कुरा मान्यो। गोहीले पिठ्यूमा राखेर गोहीले बाँदरलाई नदीको बीचसम्म लग्यो। बाँदर पनि रमाउँदै थियो। गोहीले च्याप्प समात्यो र भन्यो, मैले तँलाई यहाँ घुमाउन ल्याएको होइन, अब त म तेरो मुटु र कलेजो खान्छु। बाँदर अलिकति पनि आत्तिएन। उसले चलाखी साथ भन्यो, हुन त हुन्थ्यो नि गोही दाइ, तर के गर्नु, मैले मुटु कलेजो रुखमै झुन्डाएको छ। अब मलाई खाएर के गर्छौ? मेरो मुटु र कलेजो खाने भए उहीँ फर्क, नत्र मलाई खाने इच्छा त्याग। त्यसो भए छिटो जाउँ। गोहीले बाँदरलाई पहिलेकै ठाउँमा पुर्यायो। बाँदर हतार हतार रुखमा चढ्यो र भन्यो, खालास मुटु र कलेजो, यसरी धोका दिइस् भने तेरो कोही साथी हुँदैन, बुझिस्। चलाक बाँदरले गोहीलाई जिल्लायो। हजुरहरूलाई यो कथा कस्तो लाग्यो? मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला र यस्तै यस्तै कथाहरूको लागि च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। धन्यवाद।